नमस्ते। आज हामी एउटा यस्तो ज्ञानको कुरा गर्दैछौँ जुन हजारौं वर्ष पुरानो भए पनि हाम्रो आजको समयको लागि एकदमै महत्त्वपूर्ण छ। त्यो हो आदिवासी ज्ञान। यो त्यस्तो बुद्धि हो जसले सायद हाम्रो आधुनिक संसारका कैयौं समस्याहरूको समाधान दिन सक्छ। ल सुरु गरौँ है त यो रोचक यात्रा। एकछिन सोचौं त, हाम्रा पुर्खाहरूले प्रकृतिसँगै बसेर उनीहरूसँगै अन्तर्क्रिया गरेर जुन ज्ञान आर्जन गर्नुभयो त्यो गहिरो ज्ञानले आजको यो दौडधुप र प्रविधिले भरिएको संसारलाई के सिकाउन सक्छ होला? हो, यही प्रश्नको उत्तर खोज्दै आज हामी अगाडि बढ्नेछौँ। ल, हाम्रो पहिलो खण्डमा जाउँ, भूमिको बुद्धि। अब सबैभन्दा पहिले त यो आदिवासी ज्ञान भनेको आखिर हो त के? यसलाई अलि प्रश्न पारौँ है। यो कुनै किताबमा लेखिएको तथ्यहरूको सूची मात्रै होइन है। यो त माटोसँग जोडिएको, पुस्तै पुस्ताले भोगेको, अनुभवले खारिएको एउटा जीवन्त ज्ञान हो। भनौँ न, हरेक बोट बिरुवा, हरेक खोलानाला र पहाडसँग यसको एउटा गहिरो आत्मीय सम्बन्ध हुन्छ। यो ज्ञान किताबका पानाहरूमा भेटिँदैन। यो त हजुरआमाले सुनाउने कथाहरूमा, चाडपर्वमा गाइने गीतहरूमा अनि समुदायको हरेक रीतिरिवाजमा जीवित रहन्छ। अनि यही कारणले गर्दा यो कहिल्यै पुरानो हुँदैन, बरु समयसँगै झन् खारिँदै जान्छ। एकछिन कल्पना गरौँ त, कुन बाली कहीँ लगाउने भन्ने खेतीपातीको ज्ञान, जङ्गलको कुन जडीबुटीले के रोग निको पार्छ भन्ने ज्ञान, आकाश हेरेरै मौसमको अनुमान गर्ने सिप, अनि पुरै समुदायलाई एकताबद्ध राख्ने सामाजिक नियमहरू, यी सबै यही ज्ञानका हिस्सा हुन्। मतलब यसले जीवनको हरेक पाटोलाई छोएको छ। अब हामीले कुनै कुरा जान्ने वा बुझ्ने तरिका भनेको आधुनिक विज्ञान मात्रै हो र? पक्कै होइन। आदिवासी ज्ञानले संसारलाई हेर्ने एउटा बिल्कुलै फरक तर उत्तिकै महत्त्वपूर्ण दृष्टिकोण दिन्छ। आउनुहोस्, यसलाई तुलना गरेरै हेरौँ न त। जस्तै आदिवासी ज्ञानले जङ्गललाई एउटा जीवन्त परिवार जस्तै हेर्छ, जहाँ हरेक रुख, हरेक जीव, हरेक खोला एक अर्कासँग जोडिएका छन्। तर आधुनिक विज्ञानले के गर्छ? त्यसले त्यही जङ्गलको रुखलाई छुट्टै, जीवलाई छुट्टै र खोलालाई छुट्टै अध्ययन गर्छ, टुक्रा टुक्रामा। हो, यही सबै कुरा जोडिएको छ भन्ने समग्र दृष्टिकोण नै आदिवासी ज्ञानको सबैभन्दा ठूलो सुन्दरता र शक्ति हो। अब यो ज्ञानको कुरा गर्दा यो केवल जानकारीको मात्रै कुरा होइन, यो त सम्मान र पहिचानको पनि कुरा हो। तर आखिर किन त? किन यी आवाजहरूलाई सुन्नु यति धेरै जरुरी छ? किनभने इतिहासमा लामो समयसम्म यो गहिरो ज्ञानलाई जङ्गली वा अवैज्ञानिक भनेर हेला गरियो। यसलाई तल्लो स्तरको देखाइयो। बाहिरी शक्तिहरूले यसको महत्त्वलाई कि त बुझ्दै बुझेनन्, कि त जानी जानी यसलाई दबाउने प्रयास गरे। हो, त्यसैले त आज जब यो ज्ञानलाई सम्मान गरिन्छ, त्यो केवल केही तथ्यहरूलाई स्वीकार्नु